सम्पूर्णमा नमस्कार। आज 2081 सालको आज चैत्रको अन्तिम दिन अर्थात् हामी यो वर्षलाई अन्त्य गरेर बिदाई गरेर हामी नयाँ वर्षमा प्रवेश गर्दैछौँ। भोलि अर्थात् 2082 वैशाख 1 गते यो 2081 सालको चाहिँ आज अन्तिम दिन भएकाले विशेष गरी मसँग नजिक भएका मलाई साथ सपोर्ट सहयोग गर्नुहुने मेरा सम्पूर्ण आफन्तज्यूहरू र मेरा इष्टमित्र र मेरा छरछिमेकका आफन्तहरू र मेरा दाजुभाइ तथा दिदीबहिनीहरू र समग्र नेपाली भाषी जो देशभित्रै बसेर कर्म गरिराख्नुभएका नेपाली भाषीहरू र कामको सिलसिलामा वैदेशिक रोजगारमा विश्वका विभिन्न देशहरूमा कर्म गर्न जानुभएका नेपाली भाषीहरूमा भोलि आउने 2082 सालको पावन अवसरमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर प्रगतिको कामना गर्दछु। त्यसै गरी यो वर्षमा चाहिँ कसले कति दुःख गर्यो, कसले कति सुख पायो, कसले के गर्यो भन्नेतर्फ जानभन्दा पनि हामी अब यो वर्षमा भएका विभिन्न प्रकारका राम्रा नराम्रा कामहरूलाई भुलेर हामी भोलि नयाँ वर्षको दिनदेखि नयाँ हर्ष उमङ्गका साथ हामी अगाडि बढ्नेछौँ, नयाँ कुराहरूको सिर्जना गर्नेछौँ र हामी भोलि अर्थात् 2082 को पहिलो दिनदेखि नै हामीसँग भएका विभिन्न कमी कमजोरीहरूलाई फालेर हामी नयाँ कुराहरूको सिर्जना गर्नेछौँ भन्ने मैले आशा लिएको छु। हामी गर्नेछौँ, पक्कै पनि गर्नेछौँ। यो वर्षमा भएका कमी कमजोरीहरू, मबाट पनि केही कमजोरीहरू तपाईहरू सामु भएका छन् भने मलाई क्षमा गर्नुहोला र तपाईहरूबाट पनि केही कमी कमजोरीहरू भएका छन् भने हामी एकअर्कालाई क्षमा गर्दै हामी अगाडि बढ्नेछौँ। एकअर्कालाई अब भोलिको दिनदेखि हामी एकअर्कालाई साथ सपोर्ट सहयोग गर्दै हामी अगाडि बढ्नेछौँ भन्ने पूर्ण अपेक्षा लिएको छु। त्यसैले अब साल फेरिन्छ, हरेक वर्षको 12 महिना हुन्छ। 12 महिना कति छिटो जान्छ कसैलाई थाहा नै हुन्न के। एकैछिन आउँछ, हिजो आए जस्तो लाग्थ्यो, आज छ र भोलि अर्को वर्ष आउँछ। तर यो दुःख, सङ्घर्ष, मेहनत भन्ने चाहिँ जिन्दगी भएसम्म सायद चलिरहन्छ भन्ने जस्तो लाग्छ मलाई। त्यसैले सानो सानो जिन्दगीमा दुःखहरू आयो भन्दैमा हार कसैले मान्नुहुन्न भन्न चाहन्छु। हार मान्नुहुन्न, त्यो हारलाई सजिलै स्वीकारेर एकचोटि तपाईँ हार्नुहुन्छ, यात्रा निरन्तर गर्नुहोस् क्या। यात्रा निरन्तर गन्तव्यसम्म नपुगिन्जेलसम्म तपाईँ यात्रा गर्नुहोस्। एकचोटि हारियो भने ओहो मैले त हारेँ भनेर कदापि पनि नडराउनुहोस्। आज हारियो, आज असफल भइयो, तर भोलि सुरुवात गर्दाखेरि चाहिँ जिरोबाट होइन क्या, अनुभवबाट सुरुवात गर्न सकिन्छ। त्यो भएका कारणले मैले धेरै नै दुःख गरेँ, धेरै नै कष्ट भोगेँ, धेरै नै पीडा भोगेँ भन्ने किसिमका कुराहरू मनमा लिएर अब बस्नु हुने छैन भन्ने पक्कै पनि मैले लिएको छु र म पनि अब त्यही सोचिरहेको छु, त्यही सोच्दैछु, त्यही गर्नेछु। अब भोलिको नयाँ वर्षदेखि
हामी नयाँ बाटोतिर जिन्दगीलाई कतातिर डोर्याउने, हामीले कतातिर चाहिँ लाँदा राम्रो होला, हामी यो जिन्दगीलाई कुन तरिकाले जिउने, कसरी हामीले काम गर्ने, कसरी हामीले नयाँ नयाँ कुराहरूमा अगाडि बढ्ने भन्ने सोच लिनेछौँ पक्कै पनि हामीहरूले। त्यसैले अन्ततः भोलि आउने 2082 सालको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका समग्र नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हस्त, धन्यवाद।